आदरणीय दर्शकबिनहरूलाई है, आज यस साँझको घडीमा हामीले धेरै समयको अन्तरालपछि र यस्तै बिचमा हामीसँग हुनुहुन्छ सिङताम निवासी आदरणीय शिव गुरुङज्यू, जो हालैमा आज वासनप्रिय होस्ट मण्डलीका एडर हुनुहुन्छ र उहाँलाई हामीले आजको श्रृङ्खलामा निम्ताएका छौँ। साधारण मानिसले हेर्दा उहाँलाई साधारण जीवन बिताइरहेको देख्छ, तर तकनिकी क्षेत्रमा हेर्दाखेरि कठिन देखिन्छ, किनभने उहाँ वृद्ध अवस्था हुनुहुन्छ र उहाँको परिवारमा पनि वृद्ध अवस्था बढी हुनुहुन्छ र यसैले आजको यस अन्तवार्तामा हामी तपाईहरुलाई आशिष बाँड्न चाहन्छौँ र आजको हामी अन्तवार्ता सुरु गर्न लागिरहेका छौँ। र प्रथमतः बडालाई जय मसी। प्रथमतः परमेश्वरले तपाईलाई कुन अवस्थामा चुन्नुभयो त्यो अलिकति हाम्रो दर्शकबिनको बारेमा बताइदिनुहोस्। परमेश्वरको महिमा होस्, प्रशंसा होस्, साथै सुन्ने सबैलाई जय मसी। परमेश्वर चाहिँ साँच्चै नै महान रहेछ र मैले चाहिँ प्रभु चाहिँ मतलब के अरे अरुणाचलमा पाएको, अरुणाचलमा त्यसमा चाहिँ म मतलब के अरे त्यहाँ फरेस्ट रिभर कन्ट्र्याक्टर थिएँ। त्यसमा मेरोमा मतलब के अरे त्यो गाउँघरमा सधैँ यहाँ तल 70 सालमा प्रभुलाई चाहिँ विश्वास गरेको, 73 सालमा चाहिँ मतलब डेभिड मक्रेनबाट मैले के अरे बक्तिस्मा लिएको हो। र मैले चाहिँ यसरी प्रभु मैले पाएको। म त भयङ्कर ड्रिङ्कर मान्छे हो, ड्रिङ्कर, बिहानदेखि बेलुकासम्म रम खाने हो। त्यसरी खाँदा 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 चाहिँ मतलब के अरे मेरो एउटा बिमार यस्तो थियो, त्यो रम यसरी मैले खाएको कि मेरोमा ग्यास्ट्रिकको बिमारी, ग्यास्ट्रिक भन्छ नेपालीमा गानो भन्छ हो, त्यसलाई जाति गर्नुलाई खान्थेँ। त्यसरी खाँदा 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 चाहिँ मेरो चाहिँ मतलब के अरे त्यो अन्द्रमा घाउ भएछ। अन्द्रमा घाउ भएर र डाक्टरकोमा जाँदाखेरि चाहिँ मलाई त्यो हस्पिटलमा के अरे भर्ती भयो। र त्यसरी गर्दाखेरि एकजना खसिया डाक्टर थियो र त्यो डाक्टरले मलाई चल्नु यसरी हिँड्नु दिन्थेन, एकदम बन्धनमा राखेको थियो। अन्त म त डाक्टर त खाना खानु गयो भनेर गएको थिएँ, इमर्जेन्सी के पऱ्यो आएर हकार्यो, तँलाई म बचाउन चाहन्छु, तेरो अन्ध्र 3 भागमा मतलब के अरे 4 भागमा 3 भाग चुडेको छ, 1 भागले मात्रै थामेको छ, तँलाई म आश्रममा डिब्रुगढमा चाहिँ अपरेसन गर्नु पठाउँछु, तैँले मैले भनेको के मान्दैन, तँ बाँच्नु चाहन्छस् भने चाहिँ मैले भनेको मान भनेर। अन्त त्यसै गर्दाखेरि चाहिँ मैले चाहिँ सोधेँ, मेरो बिमार चाहिँ यस्तो रहेछ भनेर। र म त प्रभुसित केही जान्दिनँ र मैले मनमा नभने मैले सुनेको हो, प्रभु चाहिँ चङ्गाई सुसमाचारमा सुनेको, प्रभु चाहिँ चङ्गाईकर्ता, यसरी मतलब कि जीवन हुन्छ भनेर धेरै कुरा सुनेको। अन्त मैले चाहिँ यसरी मनमा सोचेँ, प्रभु म यो हालतमा छु, म यहाँ मरे, मेरो छोराछोरी मतलब कहीँ पनि देख्नु पाउँदैन, स्वास्नी छोराछोरीहरू हो, तपाईँ जिउँदो छ, तपाईँले चाहिँ मलाई बचाइदिनुहोस्। यदि तपाईँले मलाई बचाइदिएछ भने मेरो सारा जीवनभरि चाहिँ म तपाईँको सेवा गर्छु हो, मेरो ज्यान जाओस् म तपाईँलाई छोड्दिनँ भनेर। साँच्चै त्यसो गर्दाखेरि मैले त्यसरी मनमा चिताएँ। अहिले त मुखले भन्दैछु, त्यति बेला त मनमा यसरी भनेको मैले हो। त्यसरी भन्दाखेरि चाहिँ मैले त्यो भनिसकेर चाहिँ मलाई गहिरो निद आएछ, गहिरो निद आएर सुतेछु। त्यति बेला डाक्टरले चाहिँ मलाई उठाउँदै रहेछ, उठ भनेर, किन मेरो चाहिँ त्यो अन्डर चुडेको कति रगत बग्दैछ भनेर त्यो टेस्ट गर्नुलाई हो, टेस्ट गर्नुलाई, खुन टेस्ट गर्नुलाई। त्यसरी टेस्ट गर्दाखेरि चाहिँ डाक्टरले साँच्चै त्यो मेरो प्रार्थना साँच्चै प्रभुले सुनेछ। र त्यसरी सुन्दाखेरि चाहिँ निकै थामियो। अन्त त्यसले निकै 15 दिन बाद थामियो, अब तिमी चाहिँ अपरेसन गर्नु जानु सक्छ हो, तिमी चाहिँ जानु सक्छ भने उसले कागजपत्र चाहिँ मतलब बनाइदियो, मलाई कागजपत्र बनाइदियो। र मैले त्यो कागजपत्र बनाइदिएँ, अब अपरेसन गर्न जानुपर्ने हो। तर मैले चाहिँ त्यहाँ सोधेँ, यहाँनिर चर्च कहाँ छ भन्दाखेरि चाहिँ एउटा जङ्गलको बिचमा यो पङ्खाले बनाएको वरिपरि मतलब के अरे बाँसले बारेको चर्च रहेछ। चर्चमा त्यो त्यसको दरवाजा पनि बाँसकै बनाएको, खुल्ला, त्यो चाबी कुरै छैन। अन्त भित्र गएको त एउटा सानो टेबल रहेछ
त्यहाँदेखि त्यसमा टेबलमा एउटा सानो काठको क्रुस रहेछ हो, र त्यो डाक्टरले दिएको चाहिँ मैले त्यो क्रुस उठाएर त्यो डाक्टर दिएको कागज चाहिँ त्यहाँ राखेँ। प्रभु अब तपाईँको प्रति तपाईँले मलाई छुनुभयो, चङ्गाइदिनु भयो, अब अपरेसन सकेर म केही गर्दिनँ हो। अझै भनौँ भने यसमा त मैले नागाल्यान्डमा यसरी घुम्नु जाँदाखेरि चाहिँ गाउँ गाउँमा घुम्दाखेरि चाहिँ मैले चाहिँ खरको घर बनाएको टाईहरू मतलब लगाएको याद भयो। अन्त त्यो गर्दाखेरि चाहिँ मैले चाहिँ अरे मेरो गाउँमा चाहिँ किन स्कुल नबनाउने भनेर चाहिँ मैले यो के अरे त्यसो सोचेँ। अन्त मैले यहाँ आएर प्रभु म चाहिँ एउटा स्कुल बनाउँछु भनेर जुन जग्गामा स्कुल छ त्यो माछाको कुवा थियो त्यसमा प्रार्थना गरेँ र प्रभु मेरो यो चाहिँ मतलब 92मा 86मा चाहिँ आन्दोलन भएको त्यो 86मा। अन्त 4 वर्षपछि चाहिँ के हुन्थ्यो र मेरोमा केही थिएन, तर परमेश्वरले चाहिँ मलाई बुद्धि दिनुहोस् भनेर मलाई 100वटा बाँस मागे। दिदी मेरोमा पैसा त छैन हो, मेरोमा 100 पनि छैन, तर मलाई चाहिँ विश्वास गर 100वटा बाँस देऊ, 1 महिनामा तपाईँको पैसा दिन्छु म। त्यसरी भनेर मैले चाहिँ मतलब के अरे त्यो बाँस मागेँ, त्यो माछाको कुवा पुरे। त्यसरी गर्दा मैले चाहिँ परमेश्वरलाई बुद्धि मागेँ, घुँडा टेकेर बुद्धि मागेँ, मलाई बुद्धि, मैले पैसा देऊ त भनेन, मलाई बुद्धि देऊ भने। साथै नै त्यो मैले 100 घानाको बाँस हो खरको काटेर त्यो बनाउन थालेँ। सबै मान्छे हो, सबै मान्छेले के बनाएको, स्कुल बनाएको हो, नर्सरीदेखि 4सम्म बनाउँछु स्कुल बनाएको भनेर। अन्त मलाई परमेश्वर साथै बुद्धि दियो। मैले चाहिँ 4 जग्गा गुदामटार, यो सहिजुरा, गुदाममा, जोरुखमा 4वटा पोस्टर बनाएँ। इङ्ग्लिस स्कुल खोलियो, इङ्ग्लिस स्कुल खोलियो। 800 रुपियाँमा ड्रेस पाउँछ, किताब पाउँछ, 3 महिना खजाना पाउँछ। त्यो 800 रुपियाँ पनि 400 रुपियाँ गरेर 2 दफामा जम्मा गर्नुपर्छ भनेर जब पोस्टर टाङ्दियो, साथी नै सबै मान्छेहरूले चाहिँ खुसी भएर चाहिँ हो भजन 146 को 1 र 2, 1 मा हल्लेलुया भनेको छ, 2 मा चाहिँ जबसम्म जिउँछु तपाईँको महिमा गर्छु भनेर हो। मैले एउटा क्यासेट पनि मैले तयारी गरेको छु हो, त्यो एउटा भजन गाउँछ। एक दिन म प्रभुमा सुन्छु कि मसित कोही नरुनु, त्यो क्यासेट चाहिँ बजाइदिनु हो, बजाइदिनु। म सुन्छु प्रभुमा र प्रभुले धन्यवाद छ। मलाई के गर्नु पर्यो, जब बुढेसकालको जीवन मलाई बोकिरहेको छ, यो अचम्म भइरहेको छ, प्रभुमा केही पनि असम्भव छैन। एउटा कुरो छ, परमेश्वर चाहिँ सत्यमा रहेछ हो, एउटा हिरे भनेको चाहिँ पक्का रहेछ, परमेश्वर सेक्छ। मेरोमा केही पनि छैन। युथहरूलाई म ठुलो पास्टर वक्ता बनाउन चाहन्छु। अचम्म कोही हाम्रो युथहरू वक्ता भएको छैन, वक्ता हुन्छ नै तर ब्याकिङ छैन। अहिले युथहरूको लागि धेरै प्रार्थना गर्छ, पास्टरहरूको लागि धेरै प्रार्थना गर्नुपर्छ, तर छैन। प्रभुलाई पाए त्यस समय तपाईँ कुन उमेरमा हुनुहुन्थ्यो, कतिको सालको हुनुहुन्थ्यो? म मतलब के अरे त्यसमा त के अरे 55 वर्षको उमेरमा म त्यहाँ गएको, त्यहाँ बसेँ। मेरो त्यहाँ पुरा मतलब खेतीबारी जमिन थियो हो। अरुणाचल प्रदेश? अरुणाचल प्रदेशको कुन ठाउँमा? म अरुणाचल यस्तो हो, पहिला चाहिँ नेफा भन्थ्यो कि नेफा, पछि चाहिँ तिनीहरूले अरुणाचल भयो। अरुणाचलमा 5वटा डिस्ट्रिक्ट छ, 5वटा डिस्ट्रिक्ट छ। म चाहिँ लोड डिभिजनमा पासीघाट थिएँ, पासीघाटमा बसेँ लोड डिभिजनमा। त्यो चाहिँ मतलब के अरे चाइना बोर्डरमा छ। 62मा झगडा हुँदा चाइनाले त्यहाँबाट पसेको थियो। त्यो 62मा झगडा गर्दा नि म मतलब के अरे त्यो तेजुमा थिएँ, तेजुमा थिएँ। त्यस समय जब तपाईँ यहाँ सिङताममा आउनुभयो, त्यति बेला यहाँ हामीले सुन्नुमा आउँदा प्रथम विश्वासी एउटा इसाई व्यक्ति तपाईँ मात्रै थियो भनेर हल्ला छ। यो के कहाँसम्म सत्य हो? सत्य हो, खासमा चाहिँ फाउन्डर भन्छ तपाईँ, फाउन्डर हो। त्यस समयको विश्वासी र अहिलेको विश्वासीमा तपाईँले के अन्तर पाउनुहुन्छ? त्यस समयको इसाई व्यक्ति जो ख्रिस्टमा समर्पित थियो र अहिलेको क्रिस्चियन व्यक्तिहरूमा तपाईँले के अन्तर पाउनुहुन्छ? अहिले त मतलब पहिला चाहिँ प्रभुमा सेक्रिफाइस चाहिँ हिँडेर मतलब सेवा गर्ने, बदमदाममा हामी सेवा गरेर हिँडेर यसरी आउँथ्यौँ। युथहरूलाई चाहिँ हामी ब्याकिङ गर्नुपर्छ र उनीहरूलाई वक्ता बनाउनुपर्छ। अब पुरानो के गएन, युथलाई बनाउनु पर्छ। किन युथ चाहिँ छ भने युथ चाहिँ मण्डलीको फाउन्डेसन हो। आमिन।
फाउन्डेसन हो। ल यसरी नै तपाईँले इसाई क्षेत्रदेखि लिएर सामाजिक क्षेत्रमा कस्तो प्रकारले हेर्नुहुन्छ? मैले यो चाहिँ सोसियल वर्क गर्छु। यो सोसियल वर्क मेरो आमाले गर्थ्यो र पर्चामा सोसियल वर्क एकदमै ज्यादा रहेछ। मैले यहाँ पनि सुसमाचार सुनाउनु हो, सताउट हुँदाखेरि चाहिँ मलाई चाहिँ यो मेरो समाज गरेर चाहिँ यो गोर्खा दुःख नहुनेहरूले, हिमाली दर्पणले, रेड क्रसले यहाँले मलाई सम्मान गरेको छ। हालमा अहिले हामीले है विगतदेखि हेरेर हेर्छौँ है, तपाईँको परिवारमा कसैको राम्रो खालको आम्दानी हामी देख्दैनौँ। तर तपाईँले एउटा यो सिङताममा एउटा उदाहरण स्वरूप यो डाँडाको बत्ती झै यो घर देख्छौँ। तर तपाईँले अहिलेसम्म गरिब दुखीलाई हेरिराख्नु भएको छ। तपाईँको जीवन र जीवनको गुजारा आर्थिक अवस्था कस्तो प्रकारले चलिरहेको छ? मलाई यस्तो गर्छ, जब मलाई मतलब मेरो हो मैले दुःख तकलिफ समस्या गर्नुसम्म गरेँ हो, यहाँसम्म गरेँ कि। तर सबै कुरो अहिले हेरौँ भने संसारमा मतलब के अरे सुन चाहिँ कसको हातमा छैन, सुनको सबकोमा छ।